बाजुरा बुढी नन्दा नगरपालिका वडा नम्बर 9 को 9 मा पर्ने कुल्टीदेखि मार्तडी अर्थात् बाजुराको सदरमुकाम मार्तडीदेखि कुल्टी एयरपोर्टसम्म जाने मोटर बाटोको बिचमा यो पोरखे काँधभन्दा अलि तलपट्टि प्रहरी चौकीदेखि काँधतिर जाँदाखेरि उतो टर्निङमा त्यो सहारा स्याउबारी छ। यो सहारा स्याउबारीभित्र स्याउको सिजनमा स्याउ खान स्याउ लिन आउनेहरूका लागि ओत लाग्नका लागि यो अर्को सहारा निर्माण गर्दैछौँ हामी, जो हाम्रो यो आफ्नै परम्परागत शैलीमा बनेको छ। यसलाई खुड्किला भन्छौँ, सिडीलाई खुड्किला भन्छ। यसरी बनिएको छ, यो यसरी बनाइएको छ। अब यसलाई चाहिँ हामी अलिकति मेन्टेन गर्नका लागि चाहिँ मेटेरियलहरू चाहिँ जम्मा गरिराखिएको छ। यहाँबाट यो रोड देखिन्छ, रोडको माथिपट्टि भित्तापट्टि यो सहारा दिने एउटा ओत लाग्ने सहारामा स्याउ खान आउने मान्छेलाई ओत लाग्ने छाप्रो बनाइदिन्छ। यो बारीको बिचबाट रोड तल गएको छ अनि तलमाथि स्याउबारी छ। यसपाला यो स्याउ फुलिराखेको छ, तर स्याउ फुलेकै बेला असिना परेका कारण आशा गरे जति स्याउ राम्रो हुन्छ होला भन्ने कुरामा हामी विश्वस्त छैनौँ। यसपाला स्याउ राम्रो त्यति हुनेवाला देख्दैन, तर पनि कति स्याउका फुलहरू कति झरे कति बचे हेर्न बाँकी छ। कसरी फल्छ हेरौँ। यो खुड्किलाहरू दुई साइडबाट खुड्किला छ। यो स्याउको बिरुवाहरू छ, यो छ, यस्तो छ। यो बान्नु भन्छ, अहिले हामीले बान्नु लाछौँ। भित्तापट्टि बान्नु चिनेका छौँ। यो खरको रुख हो, दाँते खर हो, यो रोड हो।